हेलो एभ्रिवान, वेलकम माई ब्लग। अनि तपाईँहरू सन्चै आरामै हुनुहुन्छ साथीहरू। अनि जो जता हुनुहुन्छ हाँसी खुसी ह्याप्पी रहनु होला है साथीहरू। यस्तै हो हाम्रो परदेशको लाइफ चाहिँ। सोचेको जस्तो कहाँ हुन्छ र सबै कुराहरू। अनि साथीहरू म चाहिँ ड्युटीदेखि रुम जाँदै थिएँ होइन। यो चाहिँ बाटो मेरो आउने जाने जहिले तहिले यही बाटो हो होइन। अनि ड्युटीदेखि रुम हिँडिरहेको थिएँ साथीहरू। अनि तपाईँहरू कता हुनुहुन्छ? तपाईँहरू पनि ड्युटीतिरै हुनुहुन्छ होला। अनि यस्तै हो परदेशी लाइफ होइन। अब काम त गर्नै पर्छ साथीहरू, सबैजना काम गर्ने भनेर आएको होइन। अनि साथीहरू अनि म चाहिँ यो एयरपोर्ट जाने बस स्टेसन भनौँ न, यो बसहरू चाहिँ एयरपोर्ट पनि जान्छ है साथीहरू। अनि म चाहिँ यो गाडीभित्र बसेर भिडियो बनाइरहेको थिएँ होइन। अनि मलाई चाहिँ कस्तो अप्ठ्यारो लाग्यो क्या, अरूहरूले पनि मलाई हेरिरहेको थियो होइन। अनि अप्ठ्यारो लाग्यो। त्यस पछाडि अनि सिग्नलमा ठ्याक्कै गाडी रोकिदियो यो। अनि एयरपोर्ट जाने गाडी पनि ठ्याक्कै आइदियो क्या छेउमै। अनि लुगी भिडियो त बनाइरहेको छु। कति धेरै मान्छेलाई मन पर्दैन भिडियो निकालेको होइन। अनि सबैजनालाई मनपर्छ भन्ने पनि छैन, मन पर्दैन कतिलाई होइन। अनि यस्तै छ हाम्रो चाहिँ युएको लाइफ होइन। दिस इज द लाइफ है साथीहरू। अनि जसो तसो आफै ह्याप्पी खुसी रहने हो। अनि यो राउन्ड बोर्डमा चाहिँ कस्तो राम्रो देखाइरहेछ है। यो चाहिँ अबुधाबी सिटी नै हो साथीहरू होइन। म चाहिँ अबुधाबी बस्छु। अनि यो चाहिँ अबुधाबी सिटी हो साथीहरू। हेर्नु होला तपाईँहरू पनि अबुधाबी कस्तो छ होला, कस्तो होला भनेर चाहनुहुन्छ भने यस्तै हो अबुधाबी, हेर्नुहोस् होइन। अब सबैले अबुधाबी देखाएको छ भन्ने पनि होइन, नदेख्ने साथीभाइ दिदीबहिनीहरूलाई मैले भन्न खोजेको। अनि साथीहरू म चाहिँ अनि रुम जाँदैछु। बाहिर चाहिँ धेरै गर्मी छ है साथीहरू। अहिले चाहिँ बाहिर एकदमै गर्मी छ, बाहिर निस्किन सकिँदैन। अनि एडिसिबी ब्याङ्कको बिल्डिङ पनि देखियो है। यो चाहिँ एडिसिबी ब्याङ्क बिल्डिङ हो होइन। म चाहिँ यो हुँदै जाने यो हुँदै आउने हो जहिले पनि। अनि रुम पुगेर साथीहरू खाना बनाउनु पऱ्यो भनेर हेरेको त मेरो त टमाटर त सब कुहिएर रहेछ कि साथीहरू। हेर्नु न, अब दिन बनाउनु भ्याइँदैन होइन। अनि अब त्यस्तै हो, रुममा जति सरसफाइ गरे पनि कक्रोचहरू आइरहेको छ। अनि कक्रोचले आलु पनि खाइदिएछ। अनि म चाहिँ भिडियो बनाइरहेको थिएँ। अनि उतापट्टि चाहिँ फ्यामिलीहरू आएर हाँसिरहेको थियो क्या, तैँले भिडियो बनाउनु लागेको हो, अब हामीलाई पनि देखिन्छ भन्दै क्या। अनि म चाहिँ आलु खुर्किरहेको थिएँ अनि यही बनाउने भनेर। अनि यो भाइ चाहिँ पन्जाबको हो साथीहरू होइन। यिनीहरू राम्रो छन्। अनि उसको श्रीमती पनि यही छ। अनि भ्लग बनाएकी हो भन्दै थियो। स्ट्यान्ड किनेर ल्याइछस्, ल बधाई छ भन्दै हाँसी काम गऱ्यौँ होइन। यो चाहिँ हाम्रो युएको लाइफ होइन साथीहरू। हाम्रो यस्तै गरी ह्याप्पी खुसी मिलजुल गरी बस्नुपर्छ फ्लाइटमा बस्नेहरूसँग। अनि कि साथीहरू मेरो फ्लाइटमा चाहिँ धेरै पन्जाबी फ्यामिलीहरू हुनुहुन्छ होइन। अनि यो भाइ चाहिँ राम्रो पनि छ, उसको श्रीमती पनि राम्रै छ। अनि म चाहिँ भिडियोमा आउन चाहदिनँ, मेरो बुढाको चाहिँ निकालिदिँदा हुन्छ, मेरो फ्यामिलीले मलाई त्यति भिडियोमा आएको रुचाउँदैन भनेर उसको श्रीमती चाहिँ अलि परै बसिरहेको छ यो भिडियोदेखि उता। त्यही भएर मैले उसलाई हेर्दै बोलिरहेको थिएँ। मैले चाहिँ भिडियोमै रेकर्ड गरेको थिएँ साथीहरू, तर धेरै हल्ला आयो, डिस्टर्ब आयो। अब यो सेयरिङ किचन हो होइन, सबैजना किचनमा आउने भएर चाहिँ धेरै नै डिस्टर्ब आएपछि अनि मैले त्यो भिडियो काटेर चाहिँ रेकर्ड गरेको हुँ साथीहरू होइन। यस्तै छ हामीहरू अब परदेशमा। अब कहाँको मान्छेहरू मिलेर बस्नुपर्ने हुँदो रहेछ। अनि उताबाट अर्को एकजना सिस्टर पनि आइरहेछ, ऊ पनि पन्जाबी नै हो। यिनीहरू चाहिँ फ्यामिली नै हुन् होइन। अनि सँगसँगै पनि आएका थिए फ्लाइटमा। अनि यिनीहरू फ्यामिली हुन्, तर एकदमै सहयोगी हुन्छन् होइन। अब अरू चिजमा जे जस्तो भयो भने यसो दुःख बिमार हुँदा चाहिँ के भयो कस्तो भयो, खाना खाएको छैन भने खाऊ, रोटीहरू लगेर प्रायः जस्तो उहाँहरूले चाहिँ रोटी खाने होइन। अनि रोटी खाने भयो खाऊ भन्ने टाइपको होइन, त्यस्तो खालको एकदमै रेस्पेक्ट होइन। अब एउटा मानवता चाहिँ देखाउनुहुन्छ उहाँहरूले, मलाई त्यो खुसी लाग्छ। मलाई चाहिँ 2-4 चोटि बिमारी हुँदाखेरि एकदमै सपोर्ट गरेको भएर मलाई अब राम्रै लाग्छ। अब सँगै बस्दाखेरि कहिलेकाहीँ हुन्छ अब ठुक्का मिसअन्डरस्ट्यान्डिङ हुन्छ, किनभने अब यो किचन सेयरिङको किचन हो। कतिले किचन युज गरेर चाहिँ अब सफा गरिदिएको हुँदैन। अनि त्यो न्युमा चाहिँ अलिकति रिसाइन्छ होइन। उनीहरू पनि रिसिन्छन्, आफू पनि त्यस्तो हुन्छ, तर बोलिन्छ, बातचित हुन्छ, एकदम राम्रै छन् होइन। अनि एकदम सपोर्टिभहरू छन्, राम्रो। अहिले आएको फ्लाइटमा एकदम राम्रो छ। पहिलाको फ्लाइटमा चाहिँ एकजना दिदी चाहिँ एकदम राम्रो हुनुहुन्थ्यो, अरू चाहिँ एकदमै कस्तो टाइपको थियो होइन। यहाँ ठिकै छ। अनि
यस्तै छ साथीहरू हाम्रो परदेशी लाइफ है। सबै कन्ट्रीको मान्छेसँग अब मिलजुल बस्नुपर्ने। अनि हाई गाइज भनिरहेको थियो बिचराले, अनि उहाँको भोइस काट्यो नि त यहाँ, अनि त्यही भएर मैले उसकै भोइसमा कपी गरिदिएको। अनि ऊ चाहिँ दुध तताइरहेको थियो। म चाहिँ यो न्युटला पनि भन्छन्, सोयाबिन पनि भन्छन्, हामी चाहिँ मस्यौरा भन्छौँ होइन। अनि आलु मस्यौरा पकाउने तयारीमै छु म चाहिँ साथीहरू होइन। अनि सधैँभरि पनि बनाउँदिनँ, कहिले कसो बनाउने हो। अनि मैले चाहिँ यता प्याज आलु गोलभेडा काटेर रेडी गरेँ। अनि उता अब रेडी पनि हुन लागिसक्यो है, सब्जी चाहिँ रेडी हुन लागिसक्यो, मसला ससला हाल्दैछु होइन। अनि यो भाइहरू पनि राम्रो छ। अनि मैले उता भिडियो बनाएको सबैजना मलाई बिल्ला हानिरहेको छ कि अब त पनि युट्युबर भइ चाहिँ भन्दै मजाक गरिरहेका छन् होइन। अनि म चाहिँ यता मसला पाउडरहरू हालिरहेको छु सब्जीमा। अनि के गर्ने साथीहरू, अब दिनभरि ड्युटी गऱ्यो होइन, बेलुका त खानै पर्यो। अनि यहाँ आइराखेको जुङ्गे भाइ चाहिँ त्यो मोटी बहिनीको श्रीमान हो होइन। अनि दिदी मैं आपको भाइरल कर दे रहा हूँ भनिरहेको थियो। अनि भाइरल गरौँ न भाइ भनेर भने मैले होइन, मजाक गर्छु म सबैसँग फ्लाइटमा पनि। अनि राम्रै हुनुहुन्छ सबैजना होइन, नदिउँ नखाउँ भन्ने मनको चाहिँ हुनुहुन्न है, किन दिने भन्ने टाइपको चाहिँ नहुनुहुँदो रहेछ पन्जाबको मान्छेहरू। बाँडेरै खाने खालको, दिदी खाऊ न भन्छन्। म्याक्सिमम् मेरो सब्जी पनि बनिसक्यो साथीहरू, हेर्नु न्युटेलाको सब्जी यसरी बन्यो। अनि अब फाइनली भयो। अनि म चाहिँ यहाँ अब चुल्हा क्लिन गर्दैछु, फोहोर भयो नि त, यो एकदमै फोहोर भयो। अनि खाना बनाउँदाखेरि म चाहिँ सफा गरेर जानु पर्यो भन्दै क्लिन गरिरहेको छु। अनि साथीहरू मेरो भिडियो हेरेर मलाई माया अनि सपोर्ट दिनु होला। कस्तो लाग्छ तपाईँहरूलाई मेरो भिडियो? हुन त म त्यति राम्रो भिडियो बनाउन त जान्दिनँ, तर पनि तपाईँहरूको साथ सपोर्टको खाँचो छ साथीहरू। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला है साथीहरू। अनि तपाईँहरू जहाँ जस्तो हुनुहुन्छ हाँसी खुसी रहनु होला। दिस इज द लाइफ, इन्जोय योर लाइफ। थ्याङ्क यू सो मच।